सो गाइज हेलो नमस्ते सबैजनालाई स्वागत छ राजन थापा भ्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिकठाक छु। 3-4 दिनपछि तपाईँहरूमा आज आएको छु। यो नसम्झिनु होला कि माया मारेको छ भनेर। माया मारेको छैन, तपाईँले पनि मलाई मार्नु भएको छैन। माया भन्ने चिज कस्तो अक्तिलो चिज हो है। सो अहिले चाहिँ म रेडियोमा छु, यतातिर देख्न सक्नुहुन्छ। आज चाहिँ हाम्रो सरसफाइ कार्यक्रम छ होइन। अब यहाँ चाहिँ यसो यो सर्फी अब यहाँ यसो हेर्दाखेरि पनि मान्छे नबस्ने जस्तो ठाउँ अलि देखियो है। अब यता हाम्रो नयाँ श्रोता होइन नयाँ सहकर्मी हाम्रो सम्पूर्णमा नमस्कार। मेरो नाम चाहिँ मनकृष्ण पाण्डे, मेरो घर चाहिँ बाजुरा जिल्ला। म चाहिँ यहाँ आएको 2-3 दिन भएको छ। अनि राजन दाईसँग भेट्दाखेरि र के कस्तो भइरहेछ दाईसँगको बसाइ यसो भनिदेऊ। एकदम दाईसँग चाहिँ रमाइलो छ। दाई पनि हँसिलो हुनुहुन्छ, हर कुरामा अब सपोर्ट गर्नुहुन्छ। त्यही नै हो। सबैजनाले यो च्यानललाई सब्सक्राइब गर्नु होला गाइज। त्यही हो, सफा गरेर आउनु। अब हामी फेरि हाम्रो काममा फर्क्यौँ। सो हाम्रो अब यहाँ सफा हाम्रो कार्यक्रम हुन्छ। समात्देऊ त्यति। हाम्रो कार्यक्रम आज यस्तो छ। अब यो सर्लक्क हाम्रो दाई चाहिँ एकदम नदेखाए। आज मैले यस्तो लागेको छु है, काम गर्न पर्दाखेरि मैले यस्तै लाउँछु। एकदम हाम्रो दाई चाहिँ अब काम गर्ने चाहिँ हुनुहुन्छ। यदि मैले बुढी चाहिँ पाल्न सक्छु कि होइन भाइ? क्या बोला तूने? सो गाइज हामीले चाहिँ यहाँ सरसफाइ गरेर पनि लगभग सक्यौँ। सो यस्तो देखिएको छ अहिले चाहिँ है आँगन। अनि सो त्यही नै हो। अब चाहिँ हामी यसो बाहिर निस्किने भनेको अस्ति मैले लगेको ठाउँतिर यता राडरतिर हाम्रो जलेश्वर ठाउँ हुँदै मन्दिर हुँदै जाने भन्ने कुराकानी छ। सो यहाँ हाम्रो किरणसँग अनि दाईहरू अनि मेरो जेठी बुवाको छोरा आउँछन् होला। अनि दाई हुनुहुन्छ एउटा, अनि एउटा दाईको छोरा पनि छ। सो त्यही नै हो। अब जाम गाइज। वेलकम मोटो भ्लगबाट यहाँलाई हार्दिक स्वागतम छ। हार्दिक स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला। आज फेरि हामी यता रिङसिङ डाँडातिर हाम्रो रिब्दीकोट देउराली ढुस्टुङ देउराली हुँदै है बतासे हुँदै जलेश्वरको मन्दिर हुँदै हामी धेरै टाढा आइसकेका छौँ। अनि आज चाहिँ साथीभाइहरू अनि मसँग हाम्रो किरण छन्। योभन्दा पहिलाको भ्लगमा पनि तपाईँले देखिसक्नु भएको छ। उनी अब मेरो भ्लगमा नआउने त अब कुरै भएन। अनि अगाडि पनि साथीहरू गइसक्नु भएको छ। सो त्यही हो। अब यतातिर चाहिँ हामी निस्किँदैछौँ है। अनि मेरो जेठु बुवाको छोरो अगाडि बाइक चलाउने, अनि हाम्रो माइल बुवाको नाति सो कमल अनि गोविन्द। यस्तो बबाल दामी भ्यू छ नि यतातिर त खतरा छ कि खतरा। माथि हो नि, बस यता त ठाउँ त उता हेर्नु न, उता स्कुलमा ऊ तँ भनेको हामीले अघि ठिक छैन त? रहेछ कि अन्त तराई त यहीँ छ के त? सो गाइज अब हाम्रो साथीभाइहरूलाई देखिसक्नु भएको छ है। हेर न यतातिरको भ्यू हो। हामी त्यो डाँडामा जाने हो के? त्यो डाँडामा जाने हो हामी। टप हो क्या यहाँको पाप। हेर न यता उता हेर न मधेसतिर के। म त बोल्नै सकिरहेको छैन के। यहीँ देखिन्छ के। बबाल छ नि, यस्तो बबाल छ यतातिरको भ्यू त बबाल हो के। हेर न यहाँको ठाउँ कस्तो छ, यहाँको भ्यू हेर के, यहाँ ठाउँ हेर के। यस्तो मैले तिमीलाई जस्तो पाइ ठाउँमा ल्याउँदै ल्याउन्न नि राजा। बबाल छैन त? यहाँ मन्दिर पनि छ के। बाटो यहीँ हो। हेर न कस्तो बबाल ठाउँ छ। सो गाइज अहिले चाहिँ रिङसिङमा यहाँको के अरे तपाईँले भ्लग पनि देखिसक्नु भएको छ। पहिलाको भ्लगमा यहाँको रमाइलो हुँदाखेरिको भ्लग पनि हेरिसक्नु भएको छ। म त बोल्न सकिरहेको छैन कि यो नेचरसँग यो प्रकृतिसँग यस्तो भाइब्स आइरहेछ नि साथीहरू है। बबाल के, बबालै भइरहेछ कि बबालै भइरहेछ। अहिले त घाँस पलाएछ। यहाँ चाहिँ कस्तो रमाइलो भएको थियो कि यहाँ स्टेज यहाँ बनाएको थियो अस्ति नै। होइन बाउ बाइक यहीँ राखौँ, यता राखौँ न बाइक के भएर। सो साथीहरूलाई म देखाउँछु है। चढाइदेऊ बिस्तारै है।
सिधै घुसाइदियो हुन्छ अहिले टाढा जाऊ गोविन्द यहाँ मन्दिर पनि छ गाइज अहिले चाहिँ हामी आइसकेका छौँ हाम्रो दाइहरू हुनुहुन्छ यहाँनिर चाहिँ आज हामी फर्स्ट टाइम होइन रिङसिङ हाम्रो रेप्दीकोट फेकअप पर्छ फेरि सब्सक्राइबै गर्छैन होला सब्सक्राइब गरेँ पनि दाइ यहाँ अनि हाम्रो यहाँ दाजुभाइहरू हुनुहुन्छ हाम्रो दाइ हुनुहुन्छ यहाँ फेरि ल ल साथीहरू अब चाहिँ हामी जान्छौँ त्यसपछि तपाईँहरूलाई स्पेसल ठाउँहरू देखाउनु अब हामी चाहिँ धेरै टपमा जाँदैछौँ यहाँको डाँडो होइन डाँडोमा रिङसिङको डाँडोमा अनि अब त्यहाँदेखि चाहिँ कस्तो देखिँदो रहेछ मौसमले चाहिँ च्यालेन्ज गरिराखेको छ यो कुहिरो आउने जाने भइराखेको छ होइन अब तपाईँहरूलाई चाहिँ मैले देखाइहाल्छु त्यहाँको गइसके पछाडि चाहिँ कस्तो देखिँदो रहेछ यदि आउनु भएको छैन तपाईँहरू पनि आउनु होला हाम्रो रिब्दीकोटमा हो नजिकै छ हजुर नजिकको तीर्थयाला भन् जस्तै हो आफ्नो गाउँठाउँ डुलाम देखाम अरूलाई पनि बोलाम आफू पनि डुलाम त्यही त अनि साथी बुटोल त हो नि बुटोल के राजा देख्यौ नै सम्म हल्का आँखाले अब क्यामेराले त देख्दैन है अब हाम्रो आँखाले जति हेर्छ होइन त्यति क्यामेराले देख्दैन है त्यो डाँडाको के रहेछ खै कुन्नी हामी एकदमै खतरा ठाउँमा आएको छ कि साथीहरू आज चाहिँ अब बाइकहरू त्यहाँ राख्यौँ अब आउनु त आउँथ्यो होला यत्रिको बाटोमा तर नो रिक्स होइन सो यहाँबाट हाम्रो रेणुदेवी छहरा पनि देखिन्छ होइन लगभग हामी 15 मिनटको हिँडाइपछि सब थाकिरहेको केटाहरू हिँडेपछि यता विवेक भाइ छ छहरा हो कि पारे कि सिधै यहाँबाट रिठाबोट देखिन्छ यहाँ आउनु नि भाइ दिगतै पछाडि हो दिगतै पछाडि ओके सिधै पाएर हेर्नु न अब चाहिँ यहाँबाट फेरि यस्तो रेलिङ रहेछ है आम्मा अनि त बाटो यस्तो बबाल ठाउँमा आएको छु साथीहरू आज है खतरा के है हेर्नु न गाइस यहाँदेखिको हेर्नु न मौसम त त्यस्तै छ तर बाटो चाहिँ बबाल अब दुईटा पहिरो गयो है अहिले चाहिँ हामी टक्क निस्किँदैछौँ तलदेखि निस्किँदै हुनुहुन्छ साथीभाइहरू पनि धपरी मौसम फेरि कतिखेर चेन्ज हुन्छ भन्ने चाहिँ थाहा नहुने के ठगित मुन्द्रामा निस्किँदै हुनुहुन्छ किरण अलि न के हो र सामुद्रिक सतहदेखि हामी 2500 को उचाइमा रहेका छौँ ओ माई गॉड गाइस यस्तो हिँड्यौँ अन्त यतातिरको भ्यू लास्ट गाह्रो भयो अब अलिकति चाहिँ बाटो नराम्रै छ देखिसक्नु भयो होइन तर अलिकति पुरै टेका यस्तै इन्डिया सब देखिन्छ कि ओ माई गॉड ए टपमा आउनुलाई यो ओइ आम्मा गाइस हेर्नुहोस् यो हल्का बादल कुहिरो लाएर अलि देखेको छैन होइन कसम म त रुन्छु होला यार हरिब छ तराई पुरै देखिन्छ इन्डिया पनि देखिन्छ बबाल छ अन्त बाबा आम्मा सो गाइज हाम्रो रिब्दीकोटमा यस्तो ठाउँ छ सो यस्तो ठाउँमा आइयो आज साथीहरू है अब त्यसको लागि चाहिँ यहाँ आउन मन छ भने एकचोटि राजा थापालाई सम्झिनु होला होइन जो कोहीलाई खासै यहाँको बारेमा खासै थाहा छैन होला अनि मैले आज दाइहरूलाई गाइड गरेर चाहिँ यहाँ जान पर्छ दाइ कस्तो छ कस्तो भन्ने चाहिँ भनिराखेको थिएँ र आज लिएर आएको है लिएर आए जस्तै भयो यस्तो बवाल ठाउँ छ
कसम भनेको साथीहरू हेर्नु न। तर विकास त्यस्तो गरेको हेर्नु न, ठक्क खर्च धेरै गरेको यार पालिकाले अथवा उडाले गरेको होला अथवा नेपाल सरकारले यो ठाउँलाई चाहिँ खर्च चाहिँ गरेको हो। तर खर्च गरे अनुसारको अझै भनौँ न मान्छेको त्यति चहलपहल चाहिँ देखिएको छैन। अब विभिन्न त्यसका कारणहरू फेरि त्यसका कारणहरू विभिन्न हुन सक्छन्। सो हेर्नु न यस्तो बवाल। अब तर सबभन्दा चाहिँ आउने बाटो एक नम्बरमा सबभन्दा त बाटो है साथीहरू। अब आउनलाई त्यति सजिलो छैन यो ठाउँमा आउनको लागि। तर बाटोलाई यहाँको बाटोभन्दा पनि बतासेदेखि अथवा बुटोलतिरबाट आउने बाटोलाई अझै व्यवस्थित बनायो भने झन् वान पिस हुन्छ हैन त। सो हेर्नु त म चिच्चाइरहँदाखेरि के गऱ्यो होला यो होइन, के भयो होला र भन्नुभयो होला। तर त्यसको लागि तपाईँ एकचोटि आउनुहोस् कि यो ठाउँमा। बा यस्तो बवाल छ नि, कल्पना गर्न भन्दा पनि अझै बाहिरको कुरा हो कि यो ठाउँ चाहिँ। अझ यो ठाउँमा यस्तो माथि शिवको मूर्ति छ कि अझै आम्मा हैट। आज राजन दाइले कस्तो ठाउँमा लियो त तिमीलाई ल भन एकदम हरिमा नै कस्तो खतरा फुलेर है। बवाल छ कि बवाल हाम्रो पाल्पामा छ कि यो ठाउँ। आउनुहोस् कि एकचोटि साथीहरू। आम्मा यस्तो ठाउँ छ है। एकचोटि आइदिनुहोस् कि तपाईँहरू। रिब्दीकोट गाउँपालिकाको यो रिङसिङ भन्छ होइन। आम्मामा अहिले फेरि मौसम बा यहाँ प्रतीक्षालय पनि छ। उतातिर मान्छेहरू पनि आएर रहेछ। चाहिँ यो धुँधी लाग्यो कि है, अघि योभन्दा पहिला पनि देखिरहनु भएको थियो। अहिले चाहिँ धुँधी लागेको छ। तर यस्तो बवाल ठाउँ छ यहाँ। अहिले म धुँधी हटेपछि तपाईँलाई देखाउँछु ल। एकैछिन वेट गरौँ। अनि यतातिर शिवको मन्दिर पनि छ। अनि अहिले त्यताबाट निस्किन्छ। पानीहरू पनि केही बोकेर आएनौँ कि हामी फेरि आज। अनि यतातिर प्रतीक्षालय बन्दै पनि रहेछ है। म टक्क शिवको मन्दिरमा शम्भो शिव, जय शिव शङ्कर महादेव, जय शिव। तपाईँले यो सुन्दर धरती देखाएर आज यो ठाउँमा देख्न पाइयो। थ्याङ्क यू सो मच है। यस्तो बवाल ठाउँमा हामी यस्तो एउटा फोटो हामी त भिडियोले गर्दाखेरि एकदमै डमक्क देखिरहेछ। ऊ चाहिँ प्रतीक्षालय पनि बनेको रहेछ। सो यहाँ शिवको मन्दिर तपाईँले देख्न सक्नुहुन्छ है। अनि खत्रै देखिएछ केटाहरू एकदमै कि स्पिचलेस भएको नि कि स्पिचलेस होइन, के बोल्न सकिरहेछ यहाँ। हजुर कस्तो लाग्यो तिमीलाई चाहिँ? बवाल छ नि, तर कुहिरो लगाएर नि ठाउँ देख्न पाइएन। गोविन्द आउन्न भनिरहेको थिएँ तर जबरजस्ती ल्याएको। रमाइलो भएन र? तर ल्याउनु त ल्याइयो। तर हामी खाली हात आइएछ कि भन्नाले पानी पनि नल्याइकन कि। अनि तर हावा चाहिँ मस्त लागिरहेछ। तर कुहिरोले गर्दाखेरि थोरै डिस्टर्ब गरिरहेछ होइन। हरि देखिएछ यार आकाश। यहाँबाट हेर्नु न दृश्य यस्तो दामी देखिन्छ नि, यस्तो दामी। अहिले फेरि मौसम कति छिटो फेरि यतातिरको कुहिरो हट्यो, फेरि पानी पर्ला जस्तो भइसक्यो कि। अनि यस्तो बवाल ठाउँ छ है। लगभग हामी आधी घन्टा जति हिँड्यो होला। अनि आधी घन्टा जति हिँड्यो है।
कमन अनि यस्तो बवाल ठाउँ छ है। अब कतिपय आउनु भएको छ, कतिपय आउनु भएको छैन। अनि एकचोटि आउनुहोस्, नजिकै छ हाम्रो गाउँठाउँ अथवा हाम्रो छिमेकी गाउँपालिकाको एउटा ठाउँ होइन। मलाई त बवाल लाग्यो। पट्टि देख्न सक्नुहुन्छ फेरि यस्तो बस्ने ठाउँ पनि कस्तो युनिक लाग्यो कि मलाई त। यो पुरै उसबाट क्या यो गिटी बालुवाहरू के बाटो बनाएको हुन्छ नि, यो पुरै प्लास्टर गरेको ठाउँ कि यस्तो दामी तरिकाले बस्न पनि मिल्ने। अनि यतातिरको ठाउँ है यस्तो दामी तरिकाले बवाल के है। अनि यहाँ तर यस्तो भिड रहेछ। फेरि यतातिर पनि गाउँ कचलतिर पर्दो रहेछ, कचल। अब यतातिर त हाम्रो ठाउँहरू बवाल देखिन्छ है। अब यहाँको ठाउँ फेरि कतिखेर घाम लाग्छ, कतिखेर पानी पर्छ भन्ने पनि थाहा नहुँदो जस्तो कि। यस्तो बस्ने ठाउँ कस्तो राम्रो यार। वान पिस छ कि गाइज, वान पिस। राजन थापा भ्लगलाई हेर्नुहोस् कि त्यस्तो हेर्नको लागि सब्सक्राइब गरिदिनुहोस् यार। गाइज यो चाहिँ ओखलढुङ्गा हो, त्योभन्दा पारि स्कुल देखिन्छ नि हो त्यहाँनिर। त्यहाँ चाहिँ हामी त्यहाँ विद्यार्थी भाइ बहिनीलाई हामी के अरे हाम्रो संस्थाबाट कपडा पनि बाँडेको थियो कि त्यहाँ चाहिँ आएको थियौँ। दामी एकदमै गद्दा पनि छ होला है यो सिमेन्टको त। टिकटकभरि त धेरै देखिरहन्छ, हेरिरहन्छ। बोल्नु तपाईँले टिकटकमा देखेको थिएँ, हामी साथी छौँ भन्नु यसो फलो गर्ने, सब्सक्राइब गरिदिने युट्युबतिर गएर। मलाई सब्सक्राइब गर्दैछौ भने त युट्युबमा गएर गरिदिन्छु। भाइ चाहिँ देखिरहेको रहेछ मलाई। म त सेलिब्रेटी चाहिँ भयो नि त, सेलिब्रेटी हो है म। गाइज अहिले चाहिँ हामी धेरै समय चाहिँ बस्यो है। अनि अब झर्न लाग्यो। अनि यस्तो ओह्रालो झर्दाखेरि पनि गाह्रै हुने कि फेरि। ओके अनि अब चाहिँ हामी यहाँबाट निस्किँदैछौँ। अब त्यही नै हो, अब कता भेट हुन्छ। कस्तो लाग्यो त आज मैले लिएको ठाउँ चाहिँ? रमाइलो भयो। ओह्रालो झर्दा चाहिँ बहुत यस्तो सोच्ने चाहिँ होइन कि राम्रो कमाइसकेपछि त राम्रो कुरा मात्रै हेर्ने, नराम्रो त्यस्तो दिमाग पनि छ नि होइन र। सो गाइज अहिले चाहिँ हामी फेरि त्यो टेका सकेर, ओहो साथीहरू कहाँबाट हो? ओहो घिनसिङ, खालि घिनसिङ डाँडा भन्छन् फेरि, रिङसिङ डाँडा। फाइनली साथीहरू अहिले चाहिँ हामी हाम्रो बाइक राखेको ठाउँमा लगभग 15-20 मिनटको हिँडाइपछि आइसकेका छौँ। अनि एकदम सेफ ठाउँमा छ बाइकहरू चाहिँ। अब चाहिँ हामी निस्किनुपर्छ है। अनि अलिकति बाटो यो जलेश्वर मन्दिरसम्म योभन्दा पहिलाको भ्लगहरू हेर्नुभयो भने तपाईँलाई थाहा हुन्छ। अनि जलेश्वर मन्दिरको ओल्लो साइडसम्म चाहिँ एकदमै राम्रो अहिले बाटो बनिराखेको छ। जलेश्वर जाँदा के अरे जलेश्वरसम्म चाहिँ बाटो एकदमै राम्रो छ। त्यहाँबाट उतापट्टि त बाटो त्यस्तै हो। अब उतातिर एकदमै कुहिरो लागिरहेछ कि, अनि बाटो खिच्न पनि पाएन बाटो चाहिँ। सो त्यही नै हो। अनि अब एकदमै राम्रो पिच चाहिँ भएको छ। अब दीर्घकालीन रूपमा टिकुस यो बाटो चाहिँ। अब त्यही त हो नि होइन। टक्क बतासे बजार यहाँबाट देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पोखरी पनि बनेको रहेछ कि, माछा पालनको लागि हो कि। अब यो बाटो आजको ठाउँ विकसित अथवा त्यो एकदमै राम्रो ठाउँमा हामी गयौँ। मैले तपाईँले देख्नुभयो त्यहाँको वर्णन पनि गरेर साध्य नै छैन कि यस्तो राम्रो। तर मौसम चाहिँ अब कतिखेर धुँधी लाग्ने, अनि कतिखेर अब अहिलेको वातावरणै अब अहिलेको मौसमै त्यस्तै भएर पनि होला। तर त्यहाँ पुग्नको लागि अब अलि बाटोको असुविधा होइन। अब अलि पछाडि परेको ठाउँ भन्छ मान्छेहरूले। तर बाटो मेन कुरो बाटोको समस्या अथवा हल भयो भने चाहिँ अब यताबाट जानको लागि पनि धेरै सजिलो, त्यो ठाउँबाट बुटोलतिर झर्नको लागि पनि धेरै सजिलो होइन। अनि त्यो ठाउँ अझै परिचित हुन्थ्यो जस्तो मलाई लाग्छ होइन। तर चाहिँ एकदमै राम्रो। म त त्यति कल्पनै गरेको थिएन है। अब त्यो रिङसिङ तलसम्म त गएको थिएँ। अनि आज मैले नै सबैलाई लगेको चाहिँ आज मैले गर्दाखेरि नै हो। अनि त्यहाँ यस्तो ठाउँ छ जाम भनेर चाहिँ। तर सोचे भन्दा चाहिँ राम्रो ठाउँ रहेछ। तलसम्म त म गएको थिएँ बाइक राखेको ठाउँसम्म, माथि चाहिँ म पुगेको थिएन होइन। अनि आज म जाँदाखेरि त मैले त कस्तो, मलाई त म अझ आफै अरे यस्तो थियो, यस्तो थाहा भएको भए त म पहिल्यै आइसक्थेँ नि भन् जस्तो भयो कि मलाई होइन।
तर बाबा सबैजनाले रुचाइदिनु भयो। हुन त राजन थापाले जस्तो पाए ठाउँमा लग्दैन भन्ने थाहा छ फेरि। मजा आयो यार, धेरै मजा आयो। अरू कहाँदेखि निस्किने भन्नुहुन्छ भने ट्याक्क यो छरा बतासेको रोड होइन, टक्क यतातिर तानसेन बुटोलतिर जान पऱ्यो भने यहाँबाट लाग्छ के अरे बाटो। तपाईँहरू चाहिँ टक्क यहाँ चाहिँ जोडिन सक्नुहुन्छ बतासेदेखि अलि अल्तिरबाट। सो गाइज अहिले चाहिँ हामी अब भालुखान आउन लाग्यौँ के अरे। टक्क तपाईँले देख्न सक्नुहुन्छ भालुखान है। अनि भोला भालुखानको चाहिँ इलाका प्रहरी कार्यालय मोजुङ चेकपोस्ट। गाडी साडीहरू इन्ट्री गर्नुपर्छ। क्या दाइ जाने नास्ता खाना अहिले नयाँ ट्राफिक आएर रहेछन् क्या हो। सो गाइज अब आउँदाखेरि अब नास्ता सास्ता खाएर आउँदाखेरि ढिला भयो। अनि आजको लागि चाहिँ म भलगेतीतिर बन्दोबस्त गर्न चाहन्छु। एकदमै रमाइलो भयो, राम्रो भयो, देखिसक्नु भएको छ। र हाम्रो ठाउँ गाउँ नजिकै त्यस्तो ठाउँहरू छ। सो आफ्नो ठाउँको लागि, आफ्नो गाउँठाउँको लागि अथवा नेपालभरि जुन ठाउँमा हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ, देश विदेशबाट हेर्दै हुनुहुन्छ, यदि त्यो ठाउँमा जान इच्छा छ भने जानुहोला होइन, घुम्नु होला। राम्रो लाग्यो भने सेयर, लाइक, कमेन्ट गर्न नभुल्नु होला। र यस्तै भ्लगहरू मैले आगामी दिनमा लिएर आउने बाचाका साथ। यदि राजन थापा भ्लगलाई पनि यदि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि हामी अर्को भ्लगमा भेट्नेछौँ। आफू र आफ्नो परिवारलाई माया गर्नु होला भन्दै छुट्टिन्छु। बाई।